श्री कोषदाता आदरणीय श्री सुधार प्रेमबहादुर नमस्कार गणराज स्वयं हो हाम्रो सोझी राजा तमुपेलु सङ्घ केन्द्रीय महिला समितिका संस्थापक सदस्य हुनुहुन्छ पहिलेदेखि नै एकदमै मित्रहरू नमस्कार छ है आज तमुपेलु सङ्घ केन्द्रबाट आज चाहिँ तमुपेलु सङ्घ केन्द्रीय महिला आमा समूहको साधारण सभा चलिरहेको छ यसै अवसरमा टाढा टाढाबाट आइपुगिसक्नुभएको छ नमस्कार अध्यक्ष श्री कुलप्रसाद कोष तमुजुलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त साथै तमुपेलु सङ्घ केन्द्रका पूर्व कोषाध्यक्ष श्री बलबहादुर टु तमुजुलाई पनि विशेष अतिथि अनुरोध गर्न चाहन्छु श्री क्षेत्रबहादुर टु तमुजुलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छु र तमुपेलु सङ्घ केन्द्रका विभागको प्रमुख पनि हुनुहुन्छ आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु तमुपेलु सङ्घ केन्द्रीय उपमहासचिव श्री अर्जुन प्रे तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ श्री बमबहादुर टु टेप्री तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै गरी तमुपेलु सङ्घ केन्द्रीय कोषाध्यक्ष श्री मन्जु कुप्से तमुजुलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी तमुपेलु सङ्घ केन्द्रीय सहकोषाध्यक्ष श्री शेखर लेकी तमुजुलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र साथै तमुपेलु सङ्घ केन्द्रीय सदस्य श्री पुष्पकला क्रमसी तमुजुलाई पनि आसन ग्रहण गरिदिनु विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु उहाँ हाम्रो संस्थाको महिला तमुपेलु सङ्घको महिला विभागको प्रमुख हुनुहुन्छ श्री पुष्पकला क्रमसी तमुजुलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ त्यसै गरी तमुपेलु सङ्घका केन्द्रीय सदस्य श्री मोहन प्रसाद क्रमसी तमुजु मिलन उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु उहाँ पत्रकार प्रचार प्रसार विभाग सहसंयोजक हुनुहुन्छ साथै तमुपेलु सङ्घ केन्द्रीय समितिका सदस्य श्री दुर्गासेन लेकी तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु उहाँ प्रचार प्रसार विभागका सदस्य पनि हुनुहुन्छ र साथसाथै तमुपेलु सङ्घ केन्द्रीय सदस्य श्री क्याप्टेन लोककृष्ण कोला तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र साथै तमुपेलु सङ्घ केन्द्रीय आसन ग्रहण गरिदिनु भने हजुर नै हैन गरिदिनु नमस्कार सुन्दै छ हार्दिक अनुरोध गर्न चाहन्छु र साथै तमुपेलु सङ्घ केन्द्रका सदस्य नमस्कार विशेष अतिथि नमस्कार नानीहरु नमस्कार नमस्कार अनुरोध गर्न चाहन्छु र साथै त्यसै गरी तमुपेलु सङ्घ केन्द्रका केन्द्रीय सदस्य श्री वन्दना कौर तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु त्यसै गरी तमुपेलु सङ्घ केन्द्रीय सदस्य श्री क्याप्टेन देवबहादुर पछि तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै गरी तमुपेलु सङ्घ केन्द्रीय समितिका सदस्य क्याप्टेन श्री भीमबहादुर रो तमुजुलाई पनि आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु यो हाम्रो केन्द्रको समितिको नामहरू रहेको यहाँहरूलाई जानकारी गराउन चाहन्छु र त्यसै गरी तमुपेलु सङ्घ केन्द्रीय सदस्य श्री सोमराज पोर्की तमुजुलाई हार्दिक आसन ग्रहण गरिदिनु भोजेन्द्र गोलमिते भाइ प्रत्यक्ष भेट्न पाउँदा खुसी लाग्यो एकदम लामो समय ट्रेनमा छ हजुरको अब योगदानहरू हेरिरहेको छु फलो गरिरहेको छु जय टिपिएलएस एसके थ्याङ्क यू मिते भाइ थ्याङ्क यू लगायत छोरी हजुर म चाहिँ ताङतिङ शुभ नाम के भन्नुभयो प्रीतिका गुरुङ शाबाश अनि यता छोरीको नमस्ते मेरो नाम परि त्यसै गरी तमुपेलु सङ्घ आशा कर्मी केन्द्रीय
केन्द्रीय युवा समितिका संस्थापक अध्यक्ष श्री इन्द्र तेलबेजी तमुजुलाई पनि आजको विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। पुरानकोट त्यसै गरी तमुप्रे नगर लिङ्गीका तृतीय अध्यक्ष श्री दिपबहादुर पक्षे तमुजुलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। र त्यसै गरी रेडियो गोर्खालीका स्टेसन म्यानेजर डिसी खिमा तमुजुलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। त्यसै गरी रोटी कार्यक्रम व्यवस्थापक तथा सञ्चालक आदरणीय श्री बालकाशी तमुजुलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुनका निमित्त हार्दिक अनुरोध गर्न चाहन्छौँ। जिल्ला महिला समिति कास्कीका अध्यक्ष गे सागे यो तो बा मे सिंह जिम्बा तो ने आई मेरे जिंगे टोरो के जुबाना जिम्बा थर पिंचे या फेल वर्ष चलो तो गे सागे यो तो मे सिंह जिम्बा तो ने हाय जन जिंगे ढोर के जुबाना जिम्बा थर पिंचे या फेले वर्ष सभी तो गे सागे यो तो मे सिंह जिम्बा तो ने जन जिंगे ढोर के जुबाना जिम्बा थर पिंचे या फेले वर्ष छोड़ो तो गे सागे यो तो मे सिंह छोड़ो तो ने जन जिंगे ढोर के जुबाना जिम्बा थर पिंचे या फेल वर्ष सपने तो के सागे यो तो मे सिंह समतेने तो ने जन जिंगे ठोर के जुबाना समतेने थर पिंचे या फेल वर्ष चंडो तो गे सागे यो तो मे सिंह चुंडो तो ने जन जिंगे ठोर के जुबाना चुंडो थर पिंचे या फेल वर्ष सेरवा तो गे सागे यो तो मे सिंह सेरा तो ने जन जिंगे ठोर के जुबाना सेरवा थर पिंचे या फेल वर्ष हस्त धन्यवाद। यति होला यो आशिष मलाई के भन्ने छन् सबैको लागि राम्रो जिम्बा तो ये सागे यो तो आशिष थाप्ने मे सिंह जिम्बा तो ने मेजन जे ठोरा के जीवन जिम्बा थपिन से यम खेले वर्षलाई आशिष मलाई यो हैलो हस्त धन्यवाद सबैले यति आज यस कार्यक्रममा मलाई आफ्नो भनाइहरू राख्न मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद दिँदै पे मस्या छ्या मस्या लु मस्या मिमो भन्ने मूल नाराका साथ जुन यो संस्था अगाडि बढिरहेको छ पक्कै पनि म को हुँ, म कुन धारातालमा उभिएको छु,
मेरो अस्तित्व के हो, म जन्मेर के गर्न सक्छु भनेर जुन हामीले सोच्नु पर्ने त्यो कुरालाई उजागर गर्दै यहाँले यो संस्थालाई चलाइरहनु भएको छ। हामी मानव भएर जन्मिएका छौँ। हाम्रो संस्कार संस्कृति के हो, हाम्रो भाषा, हाम्रो वेश के हो, हामीले कस्तो हाम्रो पिँढीलाई के बुझाउने हो भन्ने जुन यहाँ हामीले सोच्नु पर्ने अवस्थामा यो हाम्रो दायित्व हो। यसमा पक्कै पनि एकदमै राम्रो कामहरू भइरहेको छ मैले जहाँसम्म बुझ्छु। र आज 24औं साधारण सभा तथा सम्मान कार्यक्रम भइरहेकोमा यो भव्य र सभ्य होस् भन्ने शुभकामना दिन चाहन्छु र आज सम्मानित हुने व्यक्तित्वहरूलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु। मेरो व्यक्तिगत तर्फबाट, चिउपाजे तमु समाज आमा समितिको तर्फबाट र तमुधी नेपाल केन्द्रीय आमा समितिको तर्फबाट, किनभने म तमुधी नेपाल केन्द्रीय आमा समितिको पनि सचिव हुँ र चिउपाजे तमु समाजबाट पनि आबद्ध छु। जुन यो समाजको तर्फबाट मलाई मौका दिनुभयो, यहाँलाई धेरै धेरै फेरि पनि धन्यवाद दिँदै आजको यो कार्यक्रम सभ्य र भव्य सफल होस् भन्ने फेरि पनि शुभकामना दिँदै मेरा भनाइहरू यही अन्त गर्न चाहन्छु। जय पेलु सङ्घ, जय चिउपाजे तमु समाज, जय तमु। धन्यवाद। आज हाम्रो महिलाहरूको कार्यक्रम भएको हुँदा आजको बोल्ने बढी प्राथमिकता चाहिँ हामी महिलालाई दिन्छौँ। हामीले यो नाता नातिनले बालो तम्केले चारो पोल पर्यौँ। यो जम्मैना विदेशी तय मैले विदेशहरूले ताइना पोबा इङ्ग्लिस पोबा भगे पोबा हले आले पनि जम्मै भगेका पोयाम इङ्ग्लिस र पोयाम छले मैले यो ताई मिली मैले यो झा झमी यो नाता नातिने बालो तम्किना पोम रोल पर्यौँ। ता सिर्जनाले यो जोड गर्बे ता बेग्लै तले पनि यो न शब्द चाहिँ कहीँ न हो छले मैले ताजे न बुझिमिल पर्यौँ, ताजे घोमिल पर्यौँ। यो छु पच्यु घेब्रे जैसी बोनबो लामा यो जम्मने न समाटी मैले यो केरल पर्यौँ। ता सिप्स्या यो फेरि पच्यु घेब्रे म लामा म लोभी तया होगी तातया हो चाहिँ आसिया ता सिप्स्यानाले नरन्यो पैडी यो पैडीले बालो ताजुलो बिसानारी पैडी दिन आजसम्म यो बिहा आजा पूजा यो जो पैम आलमलो तिन हामी आचाइदी जम्मै पछि नै चोयामु अनि केब्रे चोयामु लामा नै चोयामु छँदै मैले यो ताई मिली मैले चोतामा चाहिँ घोल पर्यौँ। ओ अनि ल अब भन्दा आग्रह जिउमा मु लिले ता निल परि मु ngata चाहिँ चुराना थिएँ। ओ ल धन्यवाद। जय पेलु सङ्घ। कस्तो राम्रो भनाइ होइन, एकदमै धेरै धेरै धन्यवाद। एकदम हार्दिक अनुरोध गर्न चाहन्छु, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई। उहाँहरूको योगदान त एकदमै अतुलनीय रहेको व्यक्त गर्न चाहन्छु। पेलु सङ्घको चाहिँ विधि विधान र यसको अब्जेक्टिभहरू एकदमै फरक छ। पेलु सङ्घको विधि विधान यसको अब्जेक्टिभ भनेको हाउ टु एचिभ आवर गोल होइन, हामीले चाहिँ हाम्रो लक्ष्य कसरी प्राप्त गर्ने भन्ने कुरा हो। पेलु सङ्घको अथवा तमुघीको अथवा चौसठीको अथवा कुनै पनि जातीय संस्था तर तोदारी भिन्नतामा गएको केन्द्रको सरकारले जब सांसदहरूलाई पैसा दिएर वितरण गर्ने कार्यक्रम ल्यायो त्यसपछि चाहिँ हाम्रो जातीय संस्थाहरू पनि एकदमै राजनीतिकरण भयो। जो तोदारी भिन्न खैदेरी तलडी जो छदैरी भिन्न जातीय संस्थाभित्र केन्द्रमा राजनीति गर्ने पनि हाम्रो गौरी बहिनीको भाषालाई लिनु पर्दाखेरि
भुइँमाथि खेलमाथि भिन्न जातीय संस्थाहरूलाई पनि कसरी टुक्राउने भन्नेतिर चाहिँ चुमखैली फितलापी होइन यिनीहरूलाई कसरी कमजोर गराउने भन्ने कुरा चाहिँ छेत्री बाहुनको खेल जहिले पनि यो हुन्छ अथवा ब्राह्मणहरूको खेल जहिले पनि यो हुन्छ। त्यसले गर्दाखेरि उनीहरूले चाहिँ के गरायो होइन जातीय सङ्घ संस्थाहरूमा जस्तो चाहिँ आदिवासी महासङ्घमा पनि धेरै ठुलो राजनीति चल्छ। त्यो भन्दै भन्दै 60-65 सालदेखि यता चाहिँ धेरै त्यसरी चलेर आयो। चाहिँसेर तोदेर अब आदिवासी जनजाति महासङ्घभित्र पनि अनि प्रतिष्ठानभित्र पनि जसरी हुन्छ आफ्नो पार्टीको मान्छेलाई अथवा आफ्नो फेभर गर्ने पार्टीको मान्छेलाई चाहिँ त्यहाँनिर प्रतिनिधि पठाउने त्यहाँनिर चाहिँ पोस्टमा पठाउने त्यो कामहरू चाहिँ चल्यो है। त्यो कामहरू चलेपछि त्यहाँ पोस्टमा बसेपछि अथवा टेलुसँगै भनौँ तमधिमै भनौँ होइन छौसधीमै भनौँ तमघेटी शेर्पा सङ्घमै भनौँ तामाङ घेरुङमै भनौँ होइन राईहरू किराँतहरूको जसको पनि के भइदियो त्यहाँबाट भन्दाखेरि आफ्नो जुन जातीय संस्थाको उद्देश्य थियो होइन आफ्नो जुन विधि विधान थियो त्यतातिर चाहिँ एकदमै कम विचार भयो। खैली त हो होइन अब एमाले चाहिँ एमाले तान्ने काम गर्ने जातीय संस्थाभित्र काङ्ग्रेसले काङ्ग्रेस तान्ने काम गर्ने माओवादीले माओवादी तान्ने काम गर्ने अनि अरू पार्टीलाई चाहिँ अथवा काङ्ग्रेसको छ भने काङ्ग्रेसको फेभरमा होइन एमाले माओवादीलाई बाहेक गराउने एमाले माओवादीको छ भने काङ्ग्रेसलाई बाहेक गराउने त्यो खालको चाहिँ खेल चाहिँ सुरु भयो। अनि चाहिँसेर तोदै हाम्रो संस्थामा एमालेको मान्छे भयो भने हामी एमालेको सांसदबाट अथवा मन्त्रीबाट पैसा ल्याउन सक्छौँ होइन काङ्ग्रेसको मान्छे भयो भने काङ्ग्रेसबाट पैसा ल्याउन सक्छौँ भन्ने त्यो खालको एकदमै त्यो होइन जातीय राजनीति चाहिँ हाम्रो संस्थाभित्र हाम्रो टेबलसँग मात्र होइन त्यो सबै संस्थामा चाहिँ भएको कुरा हो। सधैँ नि चाहिँसेर तोदै भिन्न अघि हाम्रो गौरी बेरीले उठाएको जस्तो होइन पेदल हुँदै तालौ जाउँ भए कि उमै तालौ जाउँ भए कि होइन धर्म कर्म संस्कार संस्कृतिको पूर्ण गर्ने होइन त्यसको चाहिँ विवेचना गर्ने त्यसको चाहिँ आलोचना गर्ने होइन त्यसको चाहिँ तयारी गर्ने होइन त्यसलाई चाहिँ कसरी बचाउने कसरी जोगाउने कसरी लैजाने कसरी विकास गराउने कसरी बुझाउने भन्नेतिर चाहिँ हामी धेरै एकदमै कम भयो। तँलाई पर्दै भिन्न खैली त होइन एमालेकै मान्छे ल्याएर प्रमुख अतिथि बनाउने होइन काङ्ग्रेसकै मान्छे ल्याएर प्रमुख अतिथि बनाउने अनि माओवादीकै मान्छे ल्याएर प्रमुख अतिथि बनाउने अनि सम्बन्धित टोपिदिउँ उनीहरूले त राजनीतिको कुरा गर्ने हो धेरै त होइन। हाम्रो जुन जातीय संस्थाहरू छ यो जातीय संस्थाको उद्देश्यसँग मिल खाने कुरो त उनीहरूले त गर्दैन। हामीले उनीहरूलाई किन ल्याउँछ भिना तँलाई धेरै होइन हामीले यिनीहरूलाई ल्याएपछि यिनीहरूले हामीलाई पैसा दिन्छ भन्ने चाहिँ त्यो गरायो। यो सबै किन त्यो भयो भन्दाखेरि नेपाल चाहिँ एकल जाति एकल भाषा एकल धर्ममा प्र्याक्टिस गर्दै आएको देश हो पहिल्यैबाट है। यो कामहरू चाहिँ सबै फेरि हिन्दूहरूले चाहिँ मदिराको औगति यिनीहरूको संस्थाभित्र एउटा एमाले पसाउने यिनीहरूको संस्थाभित्र एउटा काङ्ग्रेस पसाउने होइन माओवादी पसाउने सबैले यो फिर्तला आदि यो क्रियात्मकसित हामीले चाहिँ हाम्रो एचिभमेन्ट चाहिँ पाउन सक्दैन। चाहिँसेर भन्दै भने एकदमै पार्टीभित्र जस्तो खालको राजनीति चल्यो अनि जातीय संस्थाभित्र पनि त्यस्तै खालको राजनीति चल्यो है। मैले चाहिँ देखेको कुरा यो हो यो कुनै पनि जातीय संस्थामा सधैँ चाहिँसेर तोदै बेला अब यो जुन उद्देश्यले होइन जुन चाहिँ हिसाबले हाम्रो संस्थाको स्थापना भएको थियो त्योतिर चाहिँ गएन एकदमै पोलिटिक्स प्र्याक्टिसतिर चाहिँ त्यसरी गइदियो। मैले देखेको कुरा चाहिँ यो सधैँ के अरे आई त चमने मुई मुगो चम लोड मुगो भन्ने कुरा पनि हुन्छ तल गएको भ्यू ताको छ हैन। जब सांसदहरूलाई पैसा दिने हैन पहिला अलिअलि कम दिन्छ अहिले 2-3 करोड 4-5 करोड कहिले दिन्छ अनि दान चुरे बगानमा पाएर नि त आन्दा चुरे बगानमा पाएर जसरी अब उनीहरू चाहिँ अलिकति ठुलो भएर आउने भयो हैन हामीले पैसा दिएछौँ भन्ने भयो हैन राज्यकै पैसा हो त्यो हाम्रै पैसा हो हैन। तर हाम्रो पैसा ल्याएर उनीहरू चाहिँ धेरै ठुलो भएर जातीय संस्थाहरूमा चाहिँ बोल्ने गर्ने
सबैले सबैको लागि यो जुन उद्देश्य लिएर चाहिँ हामी हिँडिरहेको छ, जुन उद्देश्य चाहिँ हाम्रो त्यो कागजभित्र छ होइन, त्यो कागजभित्रै मात्र छ, हामीले चाहिँ त्यसरी चाहिँ लिन सकेको छैन। जति छन् हामी र म यति मात्र कुरा गर्छु। अरू दाजुखेरि मैले यो किन भनेको भन्दाखेरि तुमै घर पेदो हुँदै घर अथवा टेबुसँग अथवा पेदो हुँदामा पनि यो देखिएको चाहिँ समस्या हो भन्नुपर्छ। यो चाहिँ हामी यो ठाउँमा भएको हुनाले मैले चाहिँ यसरी भनेको हो। म चाहिँ फेरि यहाँ यो पसेर फेरि म त्यहाँ पनि त्यही हुन्छु होइन। कानुनको संस्थामा गएर बोल्यो भने मैले यसरी चाहिँ हाम्रो संस्थाहरू बिग्रिरहेको छ है भनेर म त्यही बोल्छु। म अझै अहिले मात्र या अब गए तान्यो भनेर अब मैले ठाउँ पाउनुपर्छ होइन। मेरो कुरा सुन्नलाई मैले बुझेको कुरा भन्न मैले ठाउँ पाउनुपर्छ, मलाई समय दिनुपर्छ है। अहिले फेरि त पेदर हुँदै ताल पनि हामी मलाई प्रशस्त ठाउँ दिनुहोस्, म प्रशस्त बोलिदिन्छु पेदर हुँदै ल। धन्यवाद। फलो पनि गरिदिनुहोस् ल, सेयर पनि गरिदिनुहोस्। हस् धन्यवाद। हजुर नमस्कार। अनि आज यो तमु पेलुसङ केन्द्रीय महिला समितिको यो 24औं वार्षिक साधारण सभामा आएर मैले लगभग 4-5 घण्टा चाहिँ हामी त्यहाँसँगै बस्यौँ। विशेष गरी महिलाहरूले आयोजना गर्ने कार्यक्रममा आजको यो कार्यक्रममा के देखियो भने महिला वक्ताहरूलाई अलि बढी प्राथमिकता दिनुभएको पनि थियो र हामीले जहिले पनि विशेष गरी तमु पेलुसङको केन्द्रीय कार्य समितिले होस् वा तमु हुलाले राखेको कार्यक्रमहरूमा चाहिँ पुरुष वक्ताहरू धेरै मञ्चमा नि पुरुषहरू मात्रै देख्थ्यौँ। आज यो 24औं वार्षिक साधारण सभामा आउँदा चाहिँ पुरुषभन्दा महिलाहरूको जुन प्रतिनिधित्व सहभागिता त डेफिनेटली बढी नै थियो। त्यसमा पनि वक्ताहरू पनि र मलाई एकदमै खुसी लागेको कुरा चाहिँ जति पनि महिला जस्तो हाम्रो चितवनबाट आउनुभएको महिला पेलुसङ तमु पेलुसङ जिल्ला कार्य समिति चितवनको आमा सभा अध्यक्ष हुनुहुन्छ, उहाँ दिदीको मैले मन्तव्य सुनिसकेपछि महिलाहरू पनि कम त छैन नि, तर कति कुराहरूमा चाहिँ अझै पनि गुरुङ समुदायमा पितृसत्ता छैन भने पनि अझै पनि जहाँ पनि हरेक ठाउँमा चाहिँ पुरुषहरूले मात्रै प्राथमिकता महत्त्व मन्तव्यहरू स्थानहरू ओगटिरहेको बेलामा आजको यो कार्यक्रममा आउँदा चाहिँ महिलाहरूको उपस्थिति, महिलाहरूको सहभागिता, महिलाहरूको जुन एउटा वाक कला र उहाँहरूको जुन एउटा त्यो एउटा चेतना पनि सबै मिसिएको पाउँदा मलाई एकदम खुसी लाग्यो। जस अबको गुरुङहरूको कार्यक्रमहरूमा चाहिँ हामीले सांस्कृतिक कार्यक्रम नाचगानहरू मनोरञ्जन सँगसँगै अलिकति चेतनामूलक कार्यक्रमहरूलाई पनि प्राथमिकता दिनुपर्छ। हाम्रो बारेमा गुरुङहरूको पेतालुतामा गुरुङहरूको संस्कार संस्कृतिमा धेरै कुराहरू हामीले चाहिँ यति राम्रो विषयवस्तु छन्, यति राम्रो जीवन दर्शनका कुराहरू छन्, त्यो कुरा हामीले अरू समुदायलाई बुझाउन सकेका छैनौँ, इभन हाम्रै पुस्ताहरूलाई पनि बुझाउन सकेको छैन क्या। त्यस कारणले गर्दा यस्ता खालको कार्यक्रमहरूमा चाहिँ हामीले ती कार्यक्रमहरूलाई चेतनामूलक कार्यक्रमहरू केही विमर्शहरू केही अन्तर्क्रिया कार्यक्रमहरूलाई अलि बढी प्राथमिकता दिन सक्यौँ भने चाहिँ आउँदो दिनमा गुरुङहरूको कमिङ जेनेरेसनदेखि लिएर अहिले भइरहेको संसारभरको अरू जो हामीले सानो कुरा पनि कुनै सामाजिक सञ्जालमा लेख्दाखेरि के हो यो भनेको पेतालुता भनेको के हो भनेर सोध्ने धेरै मानिसहरू अझै पनि हुनुहुन्छ, गुरुङकै मान्छेहरू पनि क्या। जस्तो भुटानमा बसेको गुरुङहरूले हेरिराखेको हुनसक्छ, नेपालको तराई भेगमा बसेका गुरुङहरूले धेरै कुरा बुझ्नु भएको छैन। त्यस कारणले गर्दा पोखरामा भएको गुरुङ सङ्घ संस्थाहरू गुरुङ नेतृत्वकर्ताहरूको चाहिँ धेरै ठुलो भूमिका जिम्मेवारी चाहिँ छ भन्ने चाहिँ मैले महसुस गरेको छु। त्यस कारणले हाम्रा कार्यक्रमहरूमा हाम्रा यस्ता पेतालुताका कार्यक्रमहरूमा चाहिँ यस्तो कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्छ भन्ने चाहिँ मेरो चाहिँ सुझाव रहेको छ। धन्यवाद छ हजुरलाई, एकदम राम्रो कुराहरू राख्नुभयो। भन्नुपर्ने बहिनीले भनिसक्नुभयो। महिला समिति भन्ने के हो त भन्ने कुराहरू अघि बहिनीहरूले राख्नुभयो होइन। महिलाहरू के हो त होइन, आज के हो हिजो के थियो भन्ने कुराहरूलाई धेरै सोच्नुपर्छ, गहिरिएर जानुपर्छ। किनभने महिलाले आधा आकाश र आधा धरती ढाकेको छ, त्यो कुरालाई हामीले कसरी अघि बढाएर पुरा गर्ने त, पुरा कसरी ढाक्ने होइन, आकाश पृथ्वी यो संसार कसरी पुरा ढाक्ने त्यो कुरालाई सबैले अहिलेको लेखाइ पढाइ भएको महिलाहरूले कोसिस गर्नुपर्ने छ। अब हामी त अलि पहिलाकै भइहाल्यो होइन, त्यही भएर हामी महिला के हुनु पर्यो भने एकमुष्ट हुनु पर्यो।
अब यो प्ला पनि त 5वटा औँली मैले पनि त थ्याबा चोन्या रुठ्या ढिङ्ग्यो मोदिवा मुठीलाई हम एकतैरा दरो तम बलियो तम ददी बलियो तम छतैरा कदममा कदम साथमा साथ हातमा हात काँधमा काँध मिलाएर नै अगाडि बढ्नुपर्छ। फलेको हाँगा र फुलेको डालीमा झाटारो आउँछ, त्यो कुरालाई हामीले सिरियसली नलिकन त्यो कुराले हामीले सिक्दै जानुपर्छ। खुट्टा तान्छ, काम गर्दै जाँदाखेरि हामीमा घटी कमी भुलचुक हुन्छ, तर हामी त्यसमा सिकेर जाने, निराश हुने होइन। म यही भन्न चाहन्छु। धन्यवाद। हजुर शुभ नाम? पुष्पकला क्रौन्चेता मुस्यो। धन्यवाद। नमस्कार। चितवन जिल्ला गुन्जनगर चारखबा जिल्ला महिला अध्यक्ष चुतारी न्यो ताजेना रल परिम न्यो तम्मै तबर गर्व तलबर न्यो चु तम्मै पोसाक ततानी जादे मन परिम ततानी जादे खेम्दा न्यो चु पोसाक छ त्यसै न्यो चाहिँ चु पोसाकलाई न्यो बेले इज्जत थेला रल परिमु अनि न्यो देश विदेश न्यो स्वदेश जम्मै न्यो पोसाक भाङ्रा कछाडा न्यो घल्याको लुङ्गी चोला ताजे मन परिम छ त्यसै न्यो बेले न इज्जत हेमलेरी न्यो चु स्वदेश रहेन विदेश मुम्बई मनी स्वदेश मुम्बई मनी न्यो तम्मै तैमले न्यो तम्मै ता पोइमले न्यो इज्जत थेल परिम लंगला ता चोकै हो जासाजे अनि चाहिँ पुष्पकला क्रौन्चेता मुस्यो केन्द्रीय समिति रुपे महिला विभाग प्रमुख। धन्यवाद सर। र यो योगदानको लागि धेरै धेरै उच्च सम्मान कदर छ हजुरहरुलाई। थ्यांक यू हजुर गौरी तमुस्यो। हजुरको एकदम बौद्धिक भन्छ नि एउटा न्युट्रिसन चाहिन्छ हाम्रो तमु समाजलाई। जारी राख्नु होला, अगाडि बढ्नु होला, हिम्मत नहार्नु होला कहिले पनि। आज तमु पेलु संघ केन्द्रीय महिला समितिको जुन एउटा 24औं ऐतिहासिक साधारण सभा सुन्दर पोखराको नगरीमा र तमु पेलु संघको केन्द्रीय कार्यालय फलिना कोइमामा जुन आयोजना गरेर आज त्यो पेतालुताको संरक्षण गर्नको लागि, सम्वर्धन गर्नको लागि र विकास गर्नको निमित्त आज नेपालको हरेक जिल्लामा जहाँ तमुहरू बस्नुहुन्छ, जुन तमुहरूले पेतालुताको उहाँहरूले चाहिँ पालन गर्नुहुन्छ, उहाँहरू एकताबद्ध हुने काम चाहिँ कार्यक्रमहरू अगाडि बढिरहेको छ। आज चाहिँ तमु पेलु संघ केन्द्रीय महिला समितिले एउटा चाहिँ ऐतिहासिक काम गरेको छ। हरेक कार्यक्रमहरूमा उसमा चाहिँ महिलाहरूलाई नै चाहिँ अलिकति व्यवस्था गरेको पाइन्थ्यो, तर आज महिलाकै कार्यक्रम भएको कारणले गर्दा महिलाहरूलाई प्रशस्त रूपमा समय दिएर र महिलाहरूलाई नै आफ्नो कुरा राख्न दिएर जुन सराहनीय कार्य गर्नुभएको छ, त्यो चाहिँ साह्रै नै मलाई राम्रो लाग्यो। र तमु पेलु संघको अब पेतालुताको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने नै यसको मुख्य उद्देश्य हो। थ्यांक यू हाम्रो आदरणीय दाजु केन्द्रीय उपमहासचिव पेलु संघ। थ्यांक यू सो मच। बधाई छ। यो कोइबोदी हो र कोइबोदी परिसरमा हाम्रो तमुस्योहरू फोटो सेसन गर्दै हुनुहुन्छ र तमुस्योहरू आएर यसरी फोटो खिच्यो भने हाम्रो कोइबोदीको प्रचार प्रसार हुन्छ, हाम्रो तमु पेतालुतालाई सबैले चिन्ने मौका पाउँछ र यसलाई सकारात्मक रूपमा लिएर हामी सबैले यहाँ आएर फोटो खिचौँ र हजुरहरूले खिचेको फोटोहरूलाई हामी शेयर पनि गर्नेछौँ। फोटो खिचिदिनु भयो, अगाडि बढाउनुहोस्। अझै हामीले प्रचार भिडियोहरू पनि गर्नुपर्छ है दिदीबहिनीहरू। हजुर कहाँबाट नि? तनु। शुभ नाम? कल्पना लेगे तमु। धन्यवाद। र यता हाम्रो अर्को दिदीको परिचय। धन्यवाद हजुरलाई। मेरो नाम लालकुमारी गुरुङ, म दमौली तनहु दमौलीबाट आज यो 24औं साधारण सभामा उपस्थित हुन पाए एकदमै खुसी लाग्छ। हाम्रो एकदम यो तमु समाजको तमुहरूको तमु पेलु संघको एकदम प्रचार गरिदिनुहोस् हैन। अनि हामीलाई एकदम खुसी लाग्यो आज मिटिङ। अझै अगाडि बढ्नुहोस् है महिला आमा समूहहरू है। हामी सबै एउटै रथको पाङ्ग्राहरू हौ। एकदमै धन्यवाद छ। यता स्वागत छ दिदीलाई। नमस्ते। मेरो नाम सन्तु गुरुङ, म तनुङ दमौली महिला समिति जिल्लाको म अध्यक्ष। अनि आज यहाँ 24औं साधारण सभामा निम्तो गर्नुभयो र यहाँ उपस्थित हुन पायो, ज्यादै खुसी लागेको छु। यसरी सबैसँग भेटघाट हुँदा धेरै खुसी, अझ भाइसँग पनि भेट हुँदा अति खुसी। हामी तमु पेलुहरूलाई, पेलु संघ महिलाहरूलाई, तमुहरूलाई एकदम अगाडि फस्टाउँदै हामीले लैजानुपर्छ, हामी अगाडि बढ्नुपर्छ भन्ने मेरो
सुझाव। थ्याङ्क यू सो मच। धन्यवाद। बाई। र यो हजुरले दिनुभएको तमु पेताल हुताको संरक्षण सम्वर्धन र प्रवर्धनको लागि दिनुभएको योगदानको म भाइको तर्फबाट उच्च कदर र सम्मान व्यक्त गर्न चाहन्छु। धन्यवाद। थ्याङ्क यू भाइ। स्वागत छ दिदी हजुरलाई। नमस्कार, म अस्मिता गुरुङ, तनहुँ तमजुल। हजुरहरू सँगसँगै आउनुभएको है? हजुर, हामी सबै त्यतैबाट आएको। धन्यवाद छ र यो छोटो कुराकानीको लागि। हाम्रो तनु गाउँको रिचमी में आमा में तोलियो यी सही बेली तो यी बेले खुसी में आएर बोन त म युट्युब च्यानलमा चाहिँ हाम्रो दिदीहरुलाई पनि स्वागत गर्न चाहन्छु। धन्यवाद। नमस्ते।